हेलो एभ्रिवान। यो आजको भिडियोमा हामीहरू क्लास 12 को लागि कभर गर्न गइरहेको छौँ। यो हाम्रो कम्प्युटर नेटवर्कमा एउटा टपिक एकदम इम्पोर्टेन्ट टपिक ओएसआई मोडल रहेको छ। यसको बारेमा हामीहरू डिस्कस गर्छौँ है त। सो बेसिकल्ली ओएसआई मोडल चाहिँ हाम्रो आइएसओ भन्ने अर्गनाइजेसनले चाहिँ डेभलप गरेको यो हाम्रो कन्सेप्चुअल यसलाई आइडिया पनि भनिन्छ। र यसको मेन काम के हुन्छ भने एउटा डिभाइसदेखि अर्को डिभाइससम्म यो कसरी हामीहरू कम्युनिकेसन हुन्छ भन्ने कुरा चाहिँ यसले चाहिँ डिनोट गर्छ कि जस्तो हाम्रो यहाँ हामी बसिरहेछौँ यो मेरो कम्प्युटरदेखि यदि मैले मेसेन्जर ओपन गरेँ भने मेरो कुनै साथीले मोबाइल चलाइरहेछ भने त्यसको मेसेन्जरमा चाहिँ कसरी मेसेज ट्राभल हुन्छ, कुनै प्याकेट्सहरू कसरी जान्छ, डेटाहरू कसरी ट्रान्सफर हुन्छ, जस्ट ओभरअल लेआउट चाहिँ यसले भन्ने गर्छ। त्यसैको बारेमा चाहिँ यो मोडल बनाइएको हो भनेर कुरा छ। र यो ओएसआई मोडलमा 7वटा लेयर हुन्छ। यहाँ हामी नाम हेर्न सक्छौँ, एप्लिकेसन प्रेजेन्टेसन भन्दै। र यो फिजिकल लेयरलाई लेयर 1 भन्ने चलन हुन्छ। त्यस्तै गरी डेटा लिङ्कलाई लेयर 2। यस्तै गरी यो कहाँसम्म जान्छ भन्दा लेयर 7मा चाहिँ एप्लिकेसन लेयर हुन्छ। ओके, र यो 7वटा लेयरको याद गर्ने एउटा सिम्पल एउटा मैले फर्मुला टाइपको बनाएको छु। सायद यो काम लाग्न सक्छ तपाईँहरूलाई। र यो ओभियसली इक्जाममा लेख्ने चाहिँ होइन है, यो नोट्सहरू यो बनाउनु होला। यो चाहिँ हामी इक्जाममा लेख्दैनौँ। सो सिम्पल, पहिला आलु भनेर याद गर्ने। आलुको एबाट चाहिँ हाम्रो एप्लिकेसन लेयर। आलुलाई इङ्ग्लिसमा के भन्छ? पोट्याटो भन्छ। पोट्याटोको पी भनेको चाहिँ प्रेजेन्टेसन लेयर। र यो ओभियसली आलु भनेको सबभन्दा सस्तो तरकारी मानिन्छ अनि सस्तो भन्ने वर्ड छ, यसबाट सेसन भयो। त्यस्तै गरी यो आलु पोट्याटो जे भनिएछ यो के हो? हाम्रो तरकारी हो। टीबाट ट्रान्सपोर्ट लेयर। र नेपालमा अरू ठाउँ थाहा भएन, तर नेपालमा चाहिँ यो एकदम भनौँ न पपुलर छ। एनबाट नेटवर्क लेयर भयो। र यो आलु हेर्न सक्नुहुन्छ हामी दिनदिनै खान्छौँ हो कि नै, त्यही भएर दिनदिनै भनेको टी भनेको के भयो? डेटा लिङ्क लेयर पाइन्छ, हरेक घरमा यो पाइन्छ भन्नु खोजेको नेपालमा होइन। पीबाट हाम्रो फिजिकल लेयर। सो यसरी याद गर्नु सक्नुहुन्छ। म एकचोटि फेरि रिभ्यू गरेँ। आलु, आलुलाई इङ्ग्लिसमा पोट्याटो भन्छ। पोट्याटो एकदम सस्तो हुन्छ। यो के हो त? आलु पोट्याटो भनेको तरकारी हो। कहाँ पाइन्छ भन्दा नेपालमा पाइन्छ र सधैँ खाइन्छ, दिनदिनै पाइन्छ भनेर यसरी याद गर्न सकिन्छ है। सो यो लेयर 7वटा लेयरको नाम भयो। र हामी यस्तो डिफिनेसन लेखिसकेपछि यो डायग्राम चाहिँ एकदम इम्पोर्टेन्ट छ, यसलाई बनाउनु पर्ने हुन्छ। ओके, अब हामी इक्जाममा चाहिँ लेख्नको लागि 1 बाई 1 लेयरहरू डिस्कस गर्छौँ। र यहाँको पोइन्टहरू धेरै नै छ। तपाईँहरूलाई जे इक्जाममा याद आउँछ त्यो लेख्दा हुन्छ। 2-3टा पोइन्ट छुट्दा पनि फरक हुँदैन त। सो फर्स्टमा हामी कुरा गर्छौँ फिजिकल लेयर। एक्चुअली फिजिकल लेयर भन्दा नि म तपाईँलाई लेयर 7बाट सुरु गर्छु, बुझाउन पनि सजिलो हुन्छ है त। सो लेयर 7 अब बेसिकल्ली एप्लिकेसन लेयर के हो त भन्ने कुरा हुन्छ। जस्तो अहिले मैले कम्प्युटर चलाइरहेको छु राइट। कम्प्युटरमा यो भिडियो मैले एकछिनमा अपलोड गर्छु र कहाँ अपलोड गर्छु? युट्युबमा। सो युट्युब एउटा के भयो? मेरो एप्लिकेसन भयो राइट। अब यो एप्लिकेसन चाहिँ हाम्रो के हुन्छ भने अलराइट। सो म के भनिरहेको थिएँ भने जस्तो यो भिडियो मैले युट्युबमा अपलोड गर्छु राइट। युट्युब भनेको हाम्रो एप्लिकेसन हो कि वेबसाइट हो। त्यो एप्लिकेसनमा चाहिँ अब के नेटवर्किङ सर्भिसहरू चाहिन्छ, त्यो सर्भिस चाहिँ हाम्रो प्रोभाइड गरिदिने काम कसको हुन्छ भन्दा एप्लिकेसन लेयरको हुन्छ। यसले मेनली के गर्छ भने नेटवर्क सर्भिसेस कुनै एप्लिकेसनलाई चाहिन्छ भने त्यो एप्लिकेसनले त्यो सर्भिस दिने काम चाहिँ गर्छ। अलराइट। अर्को इक्जाम्पल जस्तो मैले मेसेन्जरमा कसैलाई भिडियो कल गर्न गइरहेको छु, भर्खर वाट्सएपमा कल देख्नुभयो राइट। वाट्सएप हाम्रो के भयो? एउटा एप्लिकेसन भयो। अब यसमा हामीले मेनली के गर्छौँ? च्याट गर्छौँ, कल गर्छौँ राइट। सो कल गर्न बेला भिओआइपी भन्ने प्रोटोकल युज हुन्छ। त्यो प्रोटोकल दिने काम कसको हुन्छ भन्दा एप्लिकेसन लेयर हुन्छ। सो बेसिकल्ली के गर्नु पऱ्यो भन्दा तपाईँहरूले नेटवर्क सर्भिसेस चाहिँ दिने काम गर्छ नेटवर्क एप्लिकेसन लेयरले भनेर याद गर्नु पऱ्यो। र 2-3टा के को सर्भिसेस छ भनेर त्यो याद गर्ने। र अझै यसमा प्रोटोकल याद गर्न सक्यो भने झन् बेटर हुन्छ है त। जस्तो फाइल ट्रान्सफरको लागि एफटिपी भन्ने पनि हुन्छ। र यसमा एउटा सानो इक्जाम्पल पनि दिन खोजेँ मैले तपाईँलाई। जस्तो सिएमडीमा मैले गएर अब यहाँ मैले एउटा लेख्छु एफटिपी फाइल ट्रान्सफर प्रोटोकल र डिजिटल hi.com.np भनेर लेख्यो भने एउटा यो कनेक्टेड भनेर यसरी हाम्रो खुल्छ भने कि कुनै पनि वेबसाइटमा हामीहरू एफटिपी फाइल ट्रान्सफर गर्नलाई यसरी गर्न सक्छौँ र त्यहाँको फाइलहरू चाहिँ हामी डाउनलोड गर्न सक्छौँ, अपलोड पनि गर्न सक्छौँ भन्ने कुरा हो। अलराइट। सो यो सर्भिस प्रोभाइड कसले गरिदिन्छ भन्दा एप्लिकेसन लेयरले प्रोभाइड गर्छ भन्ने कुरा हो। ओके, अब यसपछि हामी लेयर 6मा जान्छौँ। त्यसरी कुनै पनि एप्लिकेसनबाट हाम्रो अब डेटा त आयो, त्यो डेटा चाहिँ अब हामी डिफ्रेन्ट एप्लिकेसनमा युज गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ एउटा कमन मिडियम चाहिँ
मा कन्भर्ट गर्नुपर्ने हुन्छ, जसलाई हामी के भन्छ भने ट्रान्सलेसन भन्छौँ है त। सो ओके, त्यसलाई चाहिँ हामी कन्भर्ट गर्छौँ भने अर्को पोइन्ट के हुन्छ भने इन्क्रिप्सन र डिक्रिप्सन भन्ने हुन्छ। जस्तो मैले कुनै हाई भन्ने मेसेज पठाएँ भने जस्तो एकदम टाढा बसेको साथी या नजिकै बसेको साथी इन्टरनेटमा गयो भने त त्यो लेखेको प्याकेट चाहिँ जसले पनि हेर्न पाउँछ कि ह्याकिङ भनौँ न जसलाई। यो प्याकेट चाहिँ त्यसले हेऱ्यो भने पढ्न सक्छ होइन। त्यही भएर यसलाई के गरिन्छ भन्दा अलि नबुझ्ने भाषामा कन्भर्ट गरिन्छ क्या। जस्तो मैले आइजे भनेर लेखेँ राइट, यसलाई चाहिँ जुन यो नयाँ वर्ड भन्यो यसलाई भन्छ इन्क्रिप्सन। नबुझ्ने भाषामा कन्भर्ट गऱ्यो भने इन्क्रिप्सन भन्ने गर्छ। यो आइजेमा कसरी कन्भर्ट गऱ्यो भने यो लेटरहरूलाई एक एक कुरामा मैले लेटर बढाइदिएँ कि। जस्तो याज पछि के आउँछ, आई आउँछ, आई पछि के आउँछ, जे आउँछ। सो आइजे भन्ने तले बुझ्दैन नि त, हाई भन्ने चाहिँ बुझ्छ नि त। सो यसलाई चाहिँ हामी के भन्छ, इन्क्रिप्सन भन्छ। जुन प्याकेट पठाइरहेछ त्यसलाई चाहिँ नबुझ्ने फर्ममा चाहिँ कन्भर्ट गऱ्यौँ भने इन्क्रिप्सन भन्छ। अब डिक्रिप्सन भनेको जस्तो यो त मेरो प्याकेट ट्राभलको भयो, अब साथीले पाउने बेला नि आइजे भनेर पायो भने त उसले त बुझ्दैन। त्यही भएर यसलाई चाहिँ ओरिजिनल फर्ममा कन्भर्ट गर्नुपर्ने हुन्छ। त्यो कन्भर्ट भनेको फेरि हाईमा गयो नि त होइन। सो नबुझ्ने फर्मलाई बुझ्ने फर्ममा कन्भर्ट गऱ्यौँ भने जसलाई हामी के भन्छ डिक्रिप्सन भन्ने गर्छ। सो यस्तो इजी वेमा चाहिँ लेख्न सकिन्छ। अर्को इम्पोर्टेन्ट रहेको छ कम्प्रेसन भन्ने। जस्तो हामीले कुनै भिडियो फाइल पठाइरहेछौँ राइट, भिडियो फाइलको के हुन्छ साइज एकदम धेरै हुन्छ। त्यो साइजले अब ओरिजिनल साइजै पठायो भने अलिक ढिलो हुनसक्छ भन्ने कुरो हुन्छ। त्यही भएर कुनै बिट्सहरू कम गरेर त्यसको साइज चाहिँ हामी के गर्न सक्छौँ भने कम गरेर पठाउन सकिन्छ। सो यो काम कसको हुन्छ भन्दा प्रेजेन्टेसन लेयरको हुन्छ। सो हामी तिनवटा यो कुरा चाहिँ याद गर्नुपर्ने हुन्छ है। अर्को आउँछ सेसन लेयर। सेसन लेयरको मेनली तिनवटा कुरा हुन्छ। सुरुमा चाहिँ एउटा डिभाइसदेखि अर्को डिभाइसमा जे काम हुन लाग्छ एउटा नेटवर्क इस्ट्याब्लिस गरिदिने ओके। र जबसम्म काम भ्याइँदैन, मेसेज गरेर सकिँदैन, त्यतिखेरसम्म कनेक्सनलाई हामी मेन्टेन गर्छौँ र लास्टमा चाहिँ टर्मिनेट गर्छौँ भन्ने कुरा हो। र सिङ्क्रोनाइज भनेको प्याकेट्सहरू यहाँदेखि अर्को ठाउँ पठाउने बेला प्यारलेल वेमा अथवा एक दुईजनाको बिचमा चाहिँ अन्डरस्ट्यान्डिङ वेमा चाहिँ प्याकेट ट्राभल हुनुपर्छ भन्ने कुरा छ। र यसमा एउटा अर्को चेक पोइन्ट्स पनि यसमा राखिन्छ सेसन लेयरमा। बेसिकल्ली एउटा के भन्छ भने डेटालाई हामी एकदम टाढा पठाइरहेछौँ भने त्यो डेटा चाहिँ बिचमा गएर करप्ट हुनसक्छ। त्यही भएर सुरुदेखि फेरि त्यही डेटा पठाउन फेरि टाइम लाग्छ। त्यही भएर बिचमा हामीले यदि पोइन्ट राख्यौँ भने त्यो पोइन्टसम्म त हाम्रो डेटा गइसक्यो नि त होइन, त्यहाँदेखि फेरि हामी फर्दर पठाउन सक्छौँ भन्ने कुरा हो। त्यही भएर यो लेसन यसलाई चाहिँ मैले धेरै लम्बाएन। सो हामी तिनवटा मेन कुरा बुझ्नु, इस्टेब्लिस, मेन्टेन एन्ड टर्मिनेट भन्ने पनि हुन्छ है। ल यति तिनवटा कुरा चाहिँ याद गर्नुपर्ने हुन्छ। अब अर्को आयो हाम्रो ट्रान्सपोर्ट लेयर। ट्रान्सपोर्ट लेयरको मेन के हुन्छ भने प्रोसेस टु प्रोसेस कम्युनिकेट गर्ने। जस्तो मैले मेसेन्जर एप चलाएको छु भने अर्को मेसेन्जर एपमै डेटा पठाउनु पऱ्यो। यस्तो होइन कि मेसेन्जरमा पठायो वाट्सएपमा नजाओस्, त्यस्तो नहोस् है। सो मेन के गर्नुपर्छ भने ट्रान्सपोर्ट लेयरमा एउटा प्रोसेसदेखि अर्को प्रोसेसमा चाहिँ के गरिन्छ हामीले डेटा पठाइदिने काम कसको हुन्छ, ट्रान्सपोर्ट लेयरको। सो अब अभियसली पोर्ट भन्ने कुरा आउँछ। पोर्ट भनेको कुनै पनि एप्लिकेसन खुल्यो भने एउटा पर्टिकुलर पोर्टमा खुल्छ कि, एउटा नम्बरिङ हो पोर्ट भनेको। यसको बारेमा एउटा छुट्टै लेसन टपिक आउँछ युट्युबमा भिडियो पछि। अहिले सिम्पली पोर्ट भनेको नम्बर हो। हरेक एप्लिकेसनको आफ्नो नम्बर हुन्छ। मेसेन्जर खुल्यो भने त्यसको लागि एउटा नम्बर दिएको हुन्छ कम्प्युटरमा जसमा पोर्ट भनिन्छ। त्यो पोर्टलाई हामी पर्टिकुलर एप्लिकेसनको आइडी भन्ने गर्छौँ है। अर्को काम के हुन्छ भने सेगमेन्टेसन र रिएसेम्बली भन्ने हुन्छ। यसले के गर्छ भने मेसेजलाई चाहिँ के गर्छ, जुन मेसेज पठाउनु पर्ने हुन्छ त्यसलाई सानो सानो पार्टमा डिभाइड गर्छ कि। एकदम ठुलो कुनै मेसेज छ भने त्यो ठुलो मेसेजलाई चाहिँ के गर्छ भने सानो सानो पार्टमा डिभाइड गरिदिन्छ भन्ने कुरा हो। त्यसरी डिभाइड भइसकेपछि अब उसले पनि त पाउनु पऱ्यो, रिसिभरले राइट। सो जस्तो एउटा ठुलो प्याकेट भयो या मेसेज पठाउँछ भने यसलाई हामी सानो सानो पार्टमा डिभाइड गरिदिन्छौँ कि, जसलाई हामी के भन्छ भने सेगमेन्टेसन भन्ने गर्छ। अब रिसिभरले पनि यस्तो टुक्रा टुक्रा त पाउनु भएन, ओरिजिनल मेसेजै पाउनु पऱ्यो। त्यही भएर के गरिन्छ भन्दा हरेकमा एउटा सिक्वेन्स नम्बर राखिदिन्छ र यो सिक्वेन्स नम्बर पछि गएर के गरिन्छ भन्दा त्यही अर्डरमा यसलाई चाहिँ राखेर जोडेर एउटा ओरिजिनल मेसेज फर्म गरिन्छ। सो यहाँ त्यही भन्नु खोजिएको छ, मेसेजलाई डिभाइड गर्ने र हरेक मेसेजमा हामी नम्बर पनि हाल्छौँ
र नम्बर हालिसकेपछि पछि डेस्टिनेसनमा फेरि त्यसलाई एसेम्बल गरेर ओरिजिनल मेसेजमा बनाउँछौँ भन्ने कुरा हो। ओके, अब नेक्स्ट हाम्रो यसमा के छ भने फ्लो कन्ट्रोल र एरर कन्ट्रोल भन्ने हुन्छ। यो काम पनि कसको हुन्छ भन्दा ट्रान्सपोर्ट लेयरको हुन्छ। फ्लो कन्ट्रोलको डिफिनेसन बुझौँ है। सो सिम्पली के भन्छ भने फ्लो कन्ट्रोल मतलब के भने एउटा हामीसँग सानो ग्लास छ, हामीसँग एउटा ठुलो बाल्टी छ, दुईटैमा पानी छ। ओके, र मानौँ यो ग्लास चाहिँ खाली छ। अब एक बाल्टिन पानी यसमा खनायो भने के हुन्छ? ओभियसली जति भरिनु पर्ने भरिन्छ, बाँकी चाहिँ यो यसमा अटाउँदैन, सकिन्छ भन्ने कुरा हो, राइट? त्यही भएर के हुन्छ भने हाम्रो कुनै मोबाइलको स्पिड चाहिँ कम हुनसक्छ, सर्भरको स्पिड के हुन्छ एकदम हाई हुन्छ, राइट? अथवा भनौँ एउटा सिम्पल हामीले एउटा मोबाइलदेखि अर्को मोबाइलमा पठाइरहेछौँ, हाम्रो मोबाइल एकदम महँगोवाला छ भनेपछि हाम्रोमा छिटो जाला, साथै मोबाइल अलि चिप छ भने त्यसमा चाहिँ ढिलो जान्छ। सो अब एकैचोटि जसको राम्रो छ त्यसले सबै स्वात्तै पठाउने, अर्कोले चाहिँ पाएन भने डेटा के हुन्छ, लस हुन्छ नि त। त्यही भएर हामी के गर्नुपर्छ भन्दा त्यसको जति त्यसले पाउन सक्छ, त्यसको जति क्यापासिटी छ त्यही अनुसार डेटा हामीले प्याकेट पठायौँ भने त्यसलाई नै हामी के भन्छ भने फ्लो कन्ट्रोल भन्छ कि। सो सिम्पली अहिले यसलाई एक्सप्लेन भएन, यसलाई अर्को लेयरमा पनि हामीले सायद डेटा लिङ्क लेयरमा पनि एक्सप्लेन गरेको छौँ, त्यतिखेर चाहिँ यसमा लेखेको पोइन्ट छ त्यसमा ध्यान दिनुपर्ने हुन्छ है। ओके, अर्को छ एरर कन्ट्रोल। ओभियसली हामीले प्याकेट्सहरू मेसेजहरू पठाउन लाग्छौँ नेटवर्कमा, कुनै कुनै प्याकेट के भइदिन्छ भन्दा करप्ट हुन्छ कि, जे पठाउनु पर्ने त्यो चाहिँ हामीले पाउँदैन, सेन्डर रिसिभरले पाउँदैन। त्यही भएर त्यो प्याकेटलाई फेरि रिट्रान्समिट गरेर सेन्डरले फेरि रिट्रान्समिट गर्छ, जसलाई हामी चाहिँ के भन्छ भने एरर कन्ट्रोल भन्छ। यसमा डिटेक्सन एन्ड करेक्सन भन्ने पनि हुन्छ, त्यसमा फर्दर इलाबोरेट गर्नु परेन, जस्ट यति पोइन्ट यसमा लेखे हुन्छ है। अर्को छ कनेक्सन कन्ट्रोल। अब यहाँ बेसिकली दुईवटा कुरा हुन्छ, एउटा कनेक्सन ओरिएन्टेड भन्ने हुन्छ र अर्को कनेक्सन लेस भन्ने हुन्छ। कनेक्सन ओरिएन्टेडमा के भन्छ भने जस्तो सेन्डर छ रिसिभर छ भने प्याकेट्सहरू चाहिँ सिक्वेन्समा जान्छ कि। कनेक्सन लेस छ भने यसमा चाहिँ प्याकेट्स चाहिँ जाने बेला जुनै पनि अर्डरमा जान सक्छ भन्ने कुरा हो। जस्तो एउटा 3टा मान्छे जानु पऱ्यो भने 1जना 2जना 3जना पालै पालो गयो भने कनेक्सन ओरिएन्टेड भयो होइन। पहिला थर्ड पर्सन गयो, त्यसपछि सेकेन्ड गयो, अथवा 1 पर्सन गयो, फेरि अर्को पर्सन गयो, कुनै पनि अर्डरमा गयो भने त्यसलाई हामी के भन्छौँ, कनेक्सन लेस भन्छ भन्ने कुरो हो। ओके, सो यसमा फर्दर हामी एक्सप्लेन गर्नु पर्दैन, जस्ट यति लेखिएमा पुगिहाल्छ है। अर्को लेयरमा चाहिँ नेटवर्क लेयर। नेटवर्क लेयरमा के हुन्छ भन्दा बेसिकली हामीले अब एउटा कम्प्युटरदेखि अर्को कम्प्युटरमा चाहिँ डेटा पठाउनु पर्ने हुन्छ। योभन्दा अगाडि चाहिँ एप्लिकेसनमा आएको थियो, ट्रान्सपोर्टमा चाहिँ प्रोसेस भनेको एप्लिकेसन हो कि, एप्लिकेसनदेखि एप्लिकेसनमा पठाउने। अब चाहिँ यो भनेको कम्प्युटरदेखि कम्प्युटरमा, जस्तो मेरो ल्यापटपमा पठाइरहेको छ भने मेरो ल्यापटपदेखि अर्को साथीको मोबाइल छ भने मोबाइलमा पुग्नु पऱ्यो। योभन्दा अगाडि मेसेन्जरको कुरा आएको थियो, मेसेन्जरदेखि साथीको मेसेन्जर। यसमा चाहिँ के कुरा आयो भने ल्यापटप छ भने उता पनि केमा जानु पऱ्यो, ल्यापटपमा आउनु पऱ्यो कि मोबाइलमा जानु पऱ्यो, डिभाइसदेखि डिभाइस। ओके, सो त्यसलाई हामी चाहिँ नेटवर्क लेयर भन्छ। यसमा मेनली दुईवटा काम हुन्छ, एउटा लोजिकल एड्रेसिङ, अर्को हुन्छ राउटिङ। लोजिकल एड्रेसिङ भनेको सिम्पल छ, हामीले के गर्छौँ भन्दा आइपी एड्रेस असाइन गरिदिन्छौँ। आइपी एड्रेस भनेको कुनै पनि नेटवर्किङ डिभाइस यदि इन्टरनेटमा कनेक्ट छ भने त्यसको एउटा आइपी एड्रेस हुन्छ। जस्तो मैले यहाँ सिएमडीमा गएँ, मेरो पनि डिभाइसको अब आइपी एड्रेस देखाउनु राम्रो कुरो होइन। आइपी कन्फिग लेख्यो भने यहाँ चाहिँ तपाईँको आइपी एड्रेस आउँछ, त्यसमा चाहिँ हेर्न सक्नुहुन्छ है। हरेक डिभाइसको आफ्नो आइपी एड्रेस हुन्छ र यो आइपी एड्रेस चाहिँ कसले दिन्छ भन्दा राउटरले दिने काम गर्छ कि। सो त्यो दिने काम कसको भन्दा नेटवर्क लेयरले दिन्छ भनेर याद गर्नु पऱ्यो। र यसैको बेसिसमा चाहिँ नेटवर्कमा ट्राभल गर्छ, इन्टरनेटमा प्याकेट्सहरू ट्राभल गर्छ। र कसको आइपी एड्रेस चाहियो त भन्दा सेन्डरको पनि आइपी एड्रेस चाहियो र रिसिभरको पनि आइपी एड्रेस चाहियो भन्ने कुरो हुन्छ है। अर्को कुरो राउटिङ भन्ने छ। राउटिङ भनेको के हो भन्दा जस्तो यहाँदेखि मैले जापानमा साथी छ त्यसलाई पठाउनु पऱ्यो, राइट? अब यहाँदेखि जापान जानु भनेको त धेरै डिस्टेन्स हुन्छ, धेरै राउटर भएर जाने हो नि त। हामीसँग मल्टिपल पाथहरू हुन्छ कि, मल्टिपल बाटोहरू हुन्छ। जस्तो यहाँ डायग्रामबाट भने जस्तो मैले यहाँदेखि यहाँ पठाउनु छ। ओके, सो यो डेटा जानलाई यसरी पनि जान सक्यो, अथवा यस्तो गरेर फेरि यसलाई यता गरेर फेरि यस्तो गरेर बाटो कि यस्तो गराइनु भयो, डाइरेक्ट यहाँदेखि यहाँ पठाएर फेरि यस्तो पठाएर यसरी पठाइनु भयो। सो मल्टिपल पाथहरू हुन्छ, सबै इन्टरनेटमा कनेक्ट हुन्छ नि त। सो जुनै ठाउँबाट पनि जहाँबाट पनि जान सक्छ। सो त्यो मध्ये बेस्ट पाथ कुन हुन्छ, एकदम छिटो अथवा रिलायबल कहाँदेखि पठाउन सकिन्छ, त्यो सिलेक्ट गरिदिने काम पनि कसको हुन्छ भन्दा नेटवर्क लेयरको हुन्छ, जसलाई हामी के भन्छ राउटिङ भन्छ है त। अर्को जाउँ त्योभन्दा माथि लेयर 2 डेटा लिङ्क लेयर।
डेटा लिङ्क लेयरको मेन कामै के हुन्छ भन्दा म्याक एड्रेस दिनुपर्ने हुन्छ भन्ने कुरा छ। म्याक एड्रेस भनेको के हो भन्दा चाहिँ अर्को इम्पोर्टेन्ट पोइन्ट छ। कुनै पनि यदि डिभाइसले नेटवर्किङ सपोर्ट गर्छ, इन्टरनेटसँग कनेक्ट गर्न सक्छ भने त्यसलाई चाहिँ कम्पनीबाट नै के दिएको हुन्छ, एउटा म्याक एड्रेस दिएको हुन्छ कि एउटा आफ्नो एउटा एड्रेस दिएको हुन्छ, जसलाई हामी के भन्छ म्याक एड्रेस हुन्छ। र यो म्याक एड्रेस नै केमा काम लाग्छ भने नेटवर्कमा ल्यानमा चाहिँ डेटाहरू चाहिँ ट्रान्सफर गर्न, कम्युनिकेसन गर्न चाहिँ काम लाग्छ भन्ने कुरा हो। इन्टरनेटको लागि लोजिकल एड्रेस चाहियो, आइपी एड्रेस होइन, एउटा कमन नेटवर्कमा चाहियो भनेपछि त्यसमा म्याक एड्रेस चाहिन्छ। अझै बेटर वेमा भन्नुपर्दा सिम्पल एउटा पोइन्ट भन्छु, राउटरमा के हुन्छ भने दुईवटा कुरा हुन्छ कि राउटरले चाहिँ हाम्रो म्याक एड्रेस र करस्पोन्डिङ चाहिँ फिजिकल एड्रेस राखेको हुन्छ, करस्पोन्डिङ लोजिकल एड्रेस आइपी एड्रेसलाई म्याचिङ गरेर राखेको हुन्छ कि। र जब उतादेखि आइपी एड्रेस कुनै आउँछ त्यसको करस्पोन्डिङ म्याक एड्रेस कुन हो भन्छ, अनि त्यसमा चाहिँ डेटा पठाउने हो। सो यसमा फर्दर लोजिकहरू आउँछ, अहिले जस्ट हामी यति बुझौँ म्याक एड्रेस दिने काम गर्छ। र अर्को के छ भन्दा फ्रेमिङ भन्छ। फ्रेमिङ भनेको उतादेखि जुन यता नेटवर्क लेयर जुन प्याकेट्स पठाउँछ, जुन डेटा आउँछ त्यसलाई हामी प्याकेट भन्ने गर्छौँ कि त्यो प्याकेटलाई चाहिँ के गर्छ, सानो सानो पार्टमा चाहिँ डिभाइड गरिदिन्छ, जसलाई हामी फ्रेम भन्छ भन्ने कुरो हो मेसेजलाई। अब फ्लो कन्ट्रोलमा लगी भनिहालेँ, फ्लो कन्ट्रोलमा जुन रेटमा डेटा चाहिएको हुन्छ त्यही रेटमा पठाउने। एरर कन्ट्रोल भनेको समथिङ केही प्रब्लम आयो भने त्यो प्रब्लमलाई चाहिँ रिजल्भ गर्ने काम हुन्छ भन्ने कुरो हो। अब लेयर 1 बाँकी छ, फिजिकल लेयर। फिजिकल लेयर भनेको एकदम लो लेभलको लेयर हो, जसको मेन काम के हुन्छ भन्दा उतादेखि जुन बाइनेरीमा डेटा आएको हुन्छ। ओके, सो के भन्दै थियो भने बिट रिप्रेजेन्टेसन हुन्छ। अब हामीले त जस्तो यही मैले युट्युबमा पठाउनु पऱ्यो, यो जुन मेरो फाइल हुन्छ यो फाइल त बाइनेरीमा हुन्छ र यो मेरो डेटा कहाँ जाने हो, राउटरमा जाने हो नि त, राइट। सो यो कम्प्युटरमा चाहिँ बाइनेरीमा हुन्छ। राउटरले चाहिँ अब डेटा कसरी पाउँछ भन्दा दुईवटा तरिकाले पाउने हो। एउटादेखि मेरो तारबाट कनेक्सन छ भने तारबाट जाने हो, अथवा सिग्नलबाट जाने हो। सो त्यो बिटलाई चाहिँ केमा कन्भर्ट गर्नुपर्ने हुन्छ, सिग्नलमा कन्भर्ट गर्नुपर्ने हुन्छ, जसलाई हामी के भन्छ भने बिट रिप्रेजेन्टेसन भन्छ। अब यो म्यानेज गर्ने काम यसको। अभियसली यहाँ अगेन डेटा रेट हुन्छ। सो हाम्रो जुन मिडियम युज भएको हुन्छ सिग्नल अथवा तार, त्यो तारमा कुन रेटमा चाहिँ कुन स्पिडमा चाहिँ हाम्रो बिट्स पठाउने, त्यो कुरा पनि डेटा रेटमा त्यो कुरा पनि फिजिकल लेयरमा हुन्छ। अभियसली अर्को इम्पोर्टेन्ट पोइन्ट टोपोलोजी, मेस टोपोलोजी कि बस रिङ कुन टोपोलोजीमा पठाउने, कुन टोपोलोजीमा छ त्यो कुरा पनि फिजिकल लेयरमा थाहा हुन्छ। र अर्को ट्रान्समिसन मोड, अब ट्रान्समिसन मोड सिम्प्लेक्स हो कि डुप्लेक्स हो त्यो कुरा पनि यसमा चाहिँ भन्ने गर्छ। सिम्प्लेक्स भनेको चाहिँ वान वे कम्युनिकेसन। जस्तो अहिले मैले युट्युब बनाएर हालेँ भने तपाईँहरूले म इन्टरेक्ट गर्न पाउनुहुन्न अहिले, पछि कमेन्ट भनेको छुट्टै कुरा भइगयो, तर यो भिडियोमा चाहिँ तपाईँहरूले के गर्न पाउनु भएन, मसँग इन्टरेक्ट गर्नु पाउनु भएन नि त, यो सिम्प्लेक्स भयो। यदि मैले यही कुरा लाइभ पढाइदिएको भए, यो भिडियो बनाइरहेको बेला लाइभ भएको बेला तपाईँहरू मसँग बोल्न पाउनुहुन्थ्यो, त्यो के भयो, फुल डुप्लेक्स भयो। सो त्यस्तो टाइपको कुरा चाहिँ हामी यसमा फिजिकल लेयरले हेर्छ भन्ने कुरो हो। सो इक्जाममा तपाईँले लेयर 1बाट यसरी सुरु गर्दा पनि हुन्छ, इक्जाममा चाहिँ लेयर 7बाट लेख्दा पनि हुन्छ, योर चोइस। इम्पोर्टेन्ट पोइन्टहरू यहाँ हामीले भनिएको छ, डिस्कस पनि गरिएको छ। तपाईँलाई जुन सजिलो लाग्छ त्यही पोइन्टहरू यहाँदेखि सिलेक्ट गरेर लेख्न सक्नुहुन्छ। र यो चाहिँ हाम्रो पर्फेक्ट नोट्स भएको छ। 8 मार्क्समा लङ क्वेसनमा सोध्यो भने 8मा 8 र 5 मार्क्समा सोध्यो भने अभियसली फुल मार्क्स तपाईँहरूले स्कोर गर्न सक्नुहुन्छ। सो थ्याङ्क यू भेरी मच फर वाचिङ दिस भिडियो। मन पऱ्यो भने सब्सक्राइब लाइक गरिदिनु होला। थ्याङ्क यू भेरी मच।